हेलो साथीहरू, हामी चाहिँ अब यहाँ भोटाइटीबाट यो अगाडि देखिएको चाहिँ रत्न पार्क, यतापट्टि हामी वारी भोटाइटी यो छिर्ने बाटो असुल छिर्ने मुख होइन, त्यो पारीको चाहिँ त्यो रुखहरू भएको चाहिँ रत्न पार्क हो होइन। अब हामी चाहिँ ट्याक्सी लगाएर सिटी सेन्टर कमल पोखरी सिटी सेन्टर गएको छैन, हामी पहिलोचोटि जाँदैछौँ। जान त गएको छ, त्यो बाटो धेरैचोटि हिँडेको छौँ होइन, हामी। सिटी सेन्टरभित्र हामी छिरेको छैनौँ होइन। म बोल्दै हिँड्छु है। र यो चाहिँ रानी पोखरी हो है साथीहरू, वर्षको एक दिन मात्रै खुल्छ यो चाहिँ। के हो तिहार यो हो, दसैँतिर हो, तिहारमा भाइटिकाको दिन मात्रै खुल्छ अरे। अगाडि हेरौँ है बाटो चाहिँ फेरि गाडीतिर गएर ऊ होला। हामी चमल आइसकेका छौँ, सिधै गयो भने लाइन चौरतिर पुग्छ, हामी यतातिर लाग्छौँ। जुन चाहिँ चमल हाम्रो ट्राफिक सर हुनुहुन्छ यहीँ। ए बिस्तारै 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 है, यताउति गरेर नचलाउनु। त्यसै गरी यो चाहिँ चमल हो, चमलको बस स्टेसन हो यो। यहाँ साझा यातायात रोकिरहेको छ, इलेक्ट्रिक साझा यातायात हो यो। दामी छ यो गाडी चाहिँ, अहिले जता इलेक्ट्रिक मात्रै छ। टेम्पो पनि इलेक्ट्रिकै हो, साझा यातायात पनि त्यो इलेक्ट्रिकै हो। तपाईँले देख्नुभयो। ए बिस्तारै बिस्तारै है, बिस्तारै। ल ल ल ल हामी दरबार यता गयो भने रत्न पार्क पुग्छ। हामी यता दरबार मार्गतिर लागिसकेका छौँ। हामी यो शालिग घुम्छौँ होइन त। ऊ त्यो पर दरबार मार्ग, दरबार त्यही हो, नारायण हिटी दरबार, नारायण हिटी सङ्ग्रहालय। यो शालिग घुम्छौँ हामी। यता घुमेर हामी यहाँ कमल पोखरीतिर लाग्छौँ। अब 5-7 मिनटमा कमल पोखरी ठ्याक्कै पुग्छौँ हामी। कमलादी पुग्छौँ पहिला, कमलादीतिर लागिसकेका छौँ हामी। कमलादी भनेर त पल्लो होला है, पल्लो बाटोबाट यो वान वे, यो जाने मात्रै, पल्लो कमलादीपट्टिबाट आउने मात्रै होइन। हो यो दरबार राइजिङ मल हो यो चाहिँ, माथि राइजिङ मल देखाइदिएको होला। यो वान वे जाने मात्रै हो यो बाटो चाहिँ। तर बिस्तारै जाउँ न, बिस्तारै पर हामी कमल पोखरी। अब त्यो रातो बत्ती बल्ने ठाउँबाट हामी देब्रेपट्टि लाग्छौँ। त्यहाँबाट कि दाहिने जानु मिल्दैन, यताबाट गएपछि त्यहाँबाट देब्रे मात्रै जाने हो। कमल पोखरी हरे बत्ती नै बतिसकेको छ। बिस्तारै बिस्तारै यो टेम्पो चाहिँ कमल पोखरी पनि देखाएको छ, सुन्दारा पनि देखाएको छ, बैतडी पनि देखाएको छ। यो इलेक्ट्रिक गाडी हो अगाडिको, इन्डियाको गाडी रहेछ, चाहिँ इन्डियन नम्बर प्लेट भएको गाडी। 16 सेकेन्ड लागि त ट्राफिक लाइट हरियो बलिरहेको छ। यता चाहिँ पुतली सडक हो पर। यता ट्याक्कै आइपुगेका छौँ। त्यो कमलादी नै हात्तीसार चोक हो यो, हात्तीसार चोक। ट्राफिक सर यताउति हेर्दै हुनुहुन्छ। ल अहिले हामी कमल पोखरीतिर अगाडि बढिसकेका छौँ। कमल पोखरी पनि आइपुगिसकेका छौँ। कृष्ण पाउरोटी कृष्ण पाउरोटी। कमल पोखरीतिरको यात्रा सिटी सेन्टर अब हामी 2 मिनटमा आइपुग्छौँ। त्यति पनि लाग्दैन, 2 मिनट पनि लाग्दैन, आइसक्यो। पोखरी नै आइसक्यो। यो यहाँभित्र हो कमल पोखरी चाहिँ, त्यहाँभित्र पोखरी छ, ठुलो पोखरी छ, त्यसैको नाम चाहिँ कमल पोखरी हो। त्यो नक्सालको त्यो भवन पनि देख्नुहुन्छ तपाईँले। पोखरी नै जाउँ नि त एकचोटि, यहाँबाट छिरौँ न भाइ। जाउँ जाउँ, पोखरी नै जाउँ एकचोटि ल। सिटी सेन्टर भनेर हेर, पोखरी नै जाउँ एकचोटि। यहाँभित्र छ पोखरी। तपाईँहरूलाई हामी छैन, म त आएको छु। हामी देखाइदिन्छौँ तपाईँहरूलाई। यतैतिर बाइक साइड लाउने हो के हो, अब लक त लाउँदैन होला नि, कन्नैले राखिरहेका छन्। साँझ यहीँ छोडेर हिँड्छ नि त। नो पार्किङ त भनेर लेखाएर छ। अब 100वटा जति बाइक त राखिरहेको छ। यहाँ नो पार्किङको बोर्ड छ, यहाँ बाइकको लाइन लस्कर छ। देख्नुहुन्छ तपाईँले, यता पनि आइरहेका छन्।
हाम्रो सरले नि बाइक राख्दै हुनुहुन्छ कमल पोखरी देखाउँछौँ तपाईँहरूलाई हामी यहाँभित्र छिरेर धेरै साथीहरू आउनु भएको छ घुम्न होइन हजुर धेरै मान्छेहरू धेरै साथीहरू घुम्न आउनु भएको छ अनि आएको थिएन अहिलेसम्म फर्स्ट टाइम हो अरे उहाँको चाहिँ ल हस् धन्यवाद म त आएको छैन यार ल बोल्नुहोस् है म त कस्तो दामी रहेछ साँच्ची छिरेको छैन यार छिरेको थिएन कमल पोखरी त बाहिरबाटै त राम्ररी देखिँदैन रोडबाट कमल पोखरी भन्ने चाहिँ छिरेको थियो कस्तो आनन्द हुँदो रहेछ नि त म त आइछु धेरैचोटि आइछु जाउँ त एकचोटि जाउँ र बोल्दै हिँड्नु पार्टी बनाएर बोल्दै हिँड्नु न रेकर्डमै छ बोल्नु बोल्नु त यहाँ यस्तो राम्रो रहेछ है मिस्टर काले दा युट्युबमा आउँदैछ होइन क्यामेरा भन्दा हाम्रो फोनै गतिलो छ है सर क्यामेराबाट फोटो खिच्ने भन्दै हुनुहुन्छ उहाँले त्यो क्यामेरा भन्दा त यो फोनै गतिलो छ बोल्नु न बोल्नु ल यो पोखरी हो टिकटक चलिरहेको छ यो खिच्न मिल्छ यहाँ पुरै म्युजिक चलिरहेको छ पनि एकचोटि खिच्छु म है दामी छ है त पोखरी मेन पोखरी चाहिँ हो कमलको फुलको ऊ त्यहाँ छ ऊ त्यही भएर कमल पोखरी रेखा होला है यो चाहिँ कमल हो यो चाहिँ कमल हो एउटा पारीको मान्छेले जुम गराउनु हेर्नु कस्तो देखिनु रहेछ ल धन्यवाद है सम्पूर्ण साथीहरूलाई